डियर स्टुडेन्ट्स, आज म तपाईँहरूलाई 3टा अड ह्याक्सहरू भन्छु है त। यो सिम्पल टिप्सहरू हो, बट दिस क्यान मेक ह्युज डिफरेन्स इन यु स्टडी। युज योर अड टाइम टु रिभाइज वाट यु हेभ स्टडिड है। तपाईँको जुन यो अड टाइम हुन्छ नि, जो धेरै जस्तो स्टुडेन्टहरूले यत्तिकै नै वेस्ट गरिरहेको हुन्छ, वास्ता गरिरहेको हुन्न। जस्तै स्कुलबाट अथवा कलेजबाट घर आउँदाको टाइम होइन, त्यो टाइममा दिमागमा कति धेरै अन्नेसेसरी कुराहरू खेलिरहेको हुन्छ। अब त्यो अन्नेसेसरी कुराहरू खेल्ने समयमा बरु तपाईँले आफ्नो क्लासमा पढ्नु भएको केही फर्मुलाहरू या थ्योरिजहरू त्यसलाई चाहिँ रिभाइज गर्दै आउन सक्नुहुन्छ है। अरू कुनै टाइम जस्तो तपाईँले कुकिङ गर्ने टाइम अथवा क्लिनिङ गर्दै गरेको टाइम अथवा तपाईँले कोठा यसो मिलाइराख्नु भएको बेला, आफ्नो बुक कपी मिलाइराख्नु भएको बेलामा त्यो समय जुन हुन्छ सानो सानो स्प्यान अफ टाइम होइन, त्यसलाई यतिकै वेस्ट नगर्नु। त्यो बेलामा चाहिँ रिभाइज गर्नु, तपाईँले जे पढ्नु भएको छ नि दिमागमा त्यो कुराहरूलाई रिभाइज गर्ने, बुझ्ने, बुझाउने गरेर गर्नुभयो भने त्यो अरूले वेस्ट गरिरहेको टाइमलाई पनि तपाईँले चाहिँ युज गरिराख्नु भएको हुन्छ है त। सेकेन्ड नम्बरमा छ स्टे हेल्दी। एकदमै हेल्दी फुड खाने, प्रपर स्लिप लिने है। अब तपाईँको हेल्दी माइन्ड एक्जिस्ट इन हेल्दी बडी। त्यसैले अब स्पेसली यदि एक्जाम आइरहेको छ भने धेरै हेभी खानाहरू नखाने। अब धेरै हेभी खाना खायो भने के हुन्छ भने चाहिँ लेजिनेस हुनसक्छ होइन, त्यो तपाईँको गट हेल्थलाई प्रब्लम हुनसक्छ। सो त्यो बेलामा त्यस्तो भयो भने फेरि एक्जाममा अलिकति प्रब्लम पनि हुन्छ। त्यो कारणले गर्दा लाइट फुड खानुहोस्, आफ्नो हेल्थको चाहिँ केयर गर्नुहोस्। मैले नोटिस गरिरहेको अहिलेको बच्चा बच्चीमा एकदम धेरै ग्यास्ट्रिकको प्रब्लम भइरहेछ।